लाइन बाढीले बगाएको छ। बढे हो रहेछ बढे है भाइ पाइपै छ यति ग्यास छ बाढीले केही पनि लागिराखेन है कन्डिसनल यस्तो छ यहाँको ढुङ्गेको कृषि कार्यालय तल चाहिँ साङ्गो बजार अनि यो कृषि विकास ब्याङ्क थियो उपरि केही पनि लागिरहेन यो चाहिँ के अरे सशस्त्रको जेल थियो सबै गयो अझै खोला बढ्दैछ अरे भन्ने कुरोहरूको जानकारी छ केही पनि छैन यहाँ ढुङ्गेको बजारी यो घरहरूमा मान्छे फसिरहेछ त्यसको लागि हेलिकप्टर मगाएको छ अरे भन्ने सुनेको छ ढुङ्गेको यो उकालोसम्म लिएर आइदिन्छ हाइट गाडी हेर यो त मास्तिरबाट ल्याएको गाडी होला है मान्छे भाग्नै भ्यायो कि भ्याएन भन्ने कुरा हो त्यही हो नि यस्तो अलिकति जानकारी नहुनुहुन्छ त है कतिजना बगायो मान्छे बगायो होला यहाँको भाग्ने भ्यायो कि भ्याएन होला क्यों है पता नहीं तो सबसे बड़ी बात ये होगी दो बने ऊपर ऊपर का है तो बचने की होगी भाई किस्मत है बचने की किस्मत बन गई है कि नहीं लेकिन बात नहीं होगा बिल्कुल होगा जब बात तो कह रहे हो जब वो उतरेगा तभी जरेको पुलको यस्तो पुरै पुरै सिँगै सिँगै हेर्नु पनि लग्यो सबै लग्यो पुल जरेको पुल आएर हानेर यहाँको पनि लग्यो पुरै त्रिशुली आमा लाइभ यो चाहिँ है गाइस यस्तो लाइभ छ ओहो पुरा ड्याम फुटेर आयो यार पुरा चाइनाको ड्याम फुटेर आएर रहेछ आमा ल यहाँ हामीले अब ओहो यार
यो पुरै ड्याम फुटेर आएको यो घर गयो यो ल ल ट्युसुली बजारै गयो यार ल गयो यार ओ ए सिलास यता यता आऊ यता आमा यार ल Karen छापला Karen छापला पुरै त्रिशुली आमा लाइभ यो चाहिँ है गाइस यस्तो लाइभ छ ओहो पुरा ड्याम फुटेर आयो यार पुरा चाइनाको ड्याम फुटेर आएर रहेछ आमा ल यहाँ हामीले अब ओहो यार यो पुरै ड्याम फुटेर आएको यो घर गयो यो ल ल ट्युसुली बजारै गयो यार ल गयो यार ओ ए सिलास यता आऊ यता आमा यार बजारै गयो यार यहाँ नबसौँ ल अलिक टाढा बसौँ यो पुरै ल घरहरू जम्मै गयो ल घरहरू जम्मै गयो यो पुरै आमामा ड्याम यार पुरै त्रिशुली आमा लाइभ यो चाहिँ है गाइस यस्तो लाइभ छ
ओहो पुरा ड्याम फुटेर आयो यार पुरा चाइनाको ड्याम हे भगवान त्यो कस्तो एउटा घर पनि छैन केही छैन बेत्रावतीको त घर त पुरै लिएर आएर यता राखे के मान्छेहरू कहाँ गयो कहाँको छैन ओए माथि बोलेर गयो उता माथि